हामी चाहिँ हैन हिजो हामी एप्पल ल्यान्ड होटलमा बसेर हामी चाहिँ अलि निस्केका छौं। हामी चाहिँ है यहाँ खतरा है त्यो के कराइराछ के त्यो हो के ढुङ्गा फ्यारे हो के अनि चिप्लेको हामी चाहिँ रमाइलो गर्दैछौँ। हामी चाहिँ मुस्ताङमा हो हामी हिजो चाहिँ हामी हिमाल चढ्ने मान्छे जस्तो भएको छ कि खतरा खतरा छ है। तर भ्यू यहाँतिर सब आइसै आइस है क्या खतरा भएको क्या। तर यहाँ चाहिँ हिउँ चाहिँ परेको छैन तर माथितिर परेको छ अरे। हामी हिउँ भएको ठाउँमा पनि जाने हो। यिनीहरूले फुटाइसकेको छ कतिहरू क्या राम्रो क्या उता पनि छ क्या। म ढुङ्गा फाल्छु है देखाउँछु तपाईँलाई। वरिपरि नि हिउँ छ क्या। हामी चाहिँ फोटो खिच्नु मात्रै बित्छ है। मेरो फोटोहरू खतरा आइसक्यो होइन। मैले अब त्यो कम्प्लेनमा राख्छु भने झुलेङ्गी पुलमा आएको है। झुलेङ्गी पुलको अन्तिम चाहिँ आउँदाखेरि चाहिँ हामीले यो सुन्तलाको भिडियो देखाएको छौँ। झुलेङ्गी चाहिँ लामो रहेछ है। त्यहाँदेखि ट्राभल गरेर हामी बस्यौँ यहाँ चाहिँ मुस्ताङ यहाँ सुन्दर रहेछ। अनि मुस्ताङमा चाहिँ मुस्ताङसँग त आउँछ तर पानी गाडी चल्छ कालो भइसक्यो। सुन्तला अरू चुनौती पनि थाहा पाइदिनुहोस्। अनि यो चाहिँ के छ हामीभित्र सुन्तला किन्न जान्न अरे। कुचेको घर थाहा छैन गरी हाम्रो चाहिँ यो चुला बस्यो यो सेकेन्ड भ्लग हो। मैले जस्तो बाहिर हाम्रो एस्थेटिकवाला छ यो चाहिँ। म हामी यहाँको चाहिँ खाना रिभ्यू गरिदिन्छौँ होइन। यहाँ चाहिँ बादलले अहिले निशान झुन्डिरहेछ। निशान तिमी के हो यहाँ झुन्डिरा? निशान किन तिमी त्यहाँ झुन्डिरा? फुटिसक्यो यहाँ के हो यस्तोमा? मलाई भात दिएन कसैले होइन। म रुइदिन्छु भनिरहेको छु। यो चाहिँ खाना पाइसक्यो यहाँ एउटा बाँकी थियो। म फोटो खिचौँ है। सो हामी चाहिँ अहिले थकाली सेट हो यो चाहिँ। निशान चाहिँ ए है साथी मासु हातले खानु भन्ने जग्गा कस्तो दुखी मन त हातले खा भने होइन खतरा छ। तर लङ ट्राभल होइन त। हामी चाहिँ कालिका मन्दिर हामीले चाहिँ यो कालिका भगवती मन्दिरमा पाल्नुहुने सम्पूर्ण भक्तजन एवं दर्शनार्थीहरूमा हार्दिक स्वागत गर्दछु। म एक्लुस अब चाहिँ जाँदैछौँ। वाकिङ भाइ धेरै खानु हुँदैन। Yeah, we just came. This little sister very not beauty. Oh, Pipi, come to Dallas. I just get out. James मेरा भाई हो। अरे भाई साहब, James मेरा भाई। अभी भी come to Dallas and नवाज अंसारी। तो मारो कोई दिखा देना है। कोई दिखा देना। कोई दिखा देना। ये रहेछ अब हो र हो उठे जातिर जम्मानमा यहाँ चाहिँ दुईटा भाले पछि जोडिरहेछ एकदम मन पर्यो। हामी चाहिँ अब ससुराली जान लाग्यो है सबैजना। व्हाट्स अप ए हातै दुख्यो। चाल निकाल त्यो कभर झिकाल ह छोरी देऊ कभरमा 1000 रुपैयाँ रहेछ। कभर झिकाल पऱ्यो कभर झिकाल पऱ्यो कभर। अब हामी कहाँ जान लाग्यो अरे ससुराली होइन। हामी चाहिँ यतिकै अन्दाजमा हिँडिरहेको। जबरजस्ती बाध्यता उतानिर चाहिँ हाम्रो बाबाहरू बसिराख्नु भएको रहेछ। ए बाबा रे कहाँ बाबा हुन्छ जोगीहरू। अनि
यताबाट सर्टकट रहेछ हामी चाहिँ अब सर्टकट जानु लाग्यो तिनीहरू उताबाट आइरहेछ उताबाट सर्टकट बनाउन सकी बस बङ्गाल के छ ओ पेम्बा व्हाट्सअप यसले फेरि त्यो सेकेन्ड ह्यान्ड आइफोन देखाइहाले आइफोन कम्पनीको आइप्याड होइन त एप्पल कम्पनीहरूलाई एप्पल त खानी पो हो त नि अब हामी चाहिँ एकदमै कुद्नु पऱ्यो क्या छिटो गएर पुल देखाउनु परेन खबर त बाजे के छ सागर भाइ कोचोर आयो कोचोर रे ए गजडीमा भयो है के हो गजडी यो आफै ट्वाके छ जडिया भन्छ उदेशमा हाल्नु पर्ला यसलाई कहाँ चाहिँ कभर छिम थाले के छ हाल खबर के यो यतिकै भिडियो बनाएको सर रमाइलो गर्नु गुड सर अनि चिनो राख्नु पऱ्यो नि सर टुराको राम्रो हो सर धेरै राम्रो छ धेरै राम्रो सरी हात चाहिँ दुख्ने रहेछ एकछिन सभा दिनु त हो छोडिदिने यी यहाँ रञ्जनाले सञ्जीव भाइलाई प्रपोज गरिरहेछ ला पड्काइदिन लोपे हेर त लोपे भाइ मलाई यसरी पड्काएको भएदेखि त मैले त अघि नै टाउको सको फुट्ने गरेर दिइसक्थेँ यस्तो भयो नि हाम्रो मोटे भाइले हेप्यो सर हेर्नु त भिडियो यहाँ झगडा गरिरहेछ कहाँ राख्यो भन्नु फोन के लुकायो रे मोबाइल लुकायो भन्छ कसले लुकायो त्यसको लोभ चाहिँ म तलतिर मोबाइल लुकाएमा के भन्छ त्यही भने के हुन्छ होइन पैसा मोबाइल होइन यहाँ चाहिँ कभर खोल्यो नि पैसा आउँछ 1 रुपियाँको सट्टामा 1000 रुपियाँ अहिले वी आर ब्याक भनेर भन त अहिले एकछिनमा त्यसले हान्ने सो वी आर ब्याक होइन यो ब्याक अलिक बढी भयो सो हाम्रो अघिदेखि भ्लग गर्ने मान्छे चाहिँ यो मान्छे तपाईँको नङ्गो के हो त्यो भोट गरेर आउनु भयो क्या हो भोट हानेर आएको अनि के भयो त भोट हानेर आएको होइन मार्कर दल्यो भने नङ पालिस पो दल्दो रहेछ अनि जाँदै गयो नि गाह्रो रहेछ लाइन अन्त सर हामी कहाँ जानु लाग्यो रे अहिले हामी पुलमा हामी अब पुलमा जाने स्विमिङ पुल होइन झुलुङ्गे पुलमा जाने कस्तो दामी आइरहेको यत्रो आइसक्यो Another video. This is Levan Levan. Ja, dat zal ik weer dat maar mijn kinderen. Ja, mijn kinderen. Ja, maar wat is dit? Just focus on me. Just focus on me. Okay. You know English. What I'm talking to you. Oh my God, bro. Shit, nigga. I just ate something and I'm really hungry. Okay. I think you need to buy something food for our house. Yeah, I think I should go in this master place. Can I? Yeah, you can. If you have money, then let's go, bro. I don't think that Modi will let me. Don't put that, okay, cameraman? Okay. You need to eat that. If you don't, then
We don't give you money. Yeah. We'll get something. That mode is very secure. I think our Gurubai is doing us in our restaurant. Who are you, man? What the fuck are you talking about, bro? It's Pokhara. You are Bob Marley? I think so. I don't think so, Uncle. I have a mind. This place is very fun, eh? Yeah, I don't mind. I don't mind about this. I don't mind. I have to. Okay, I will challenge something. I will tell a random person to hide in my block, okay? Oh, sure, man. That's a big challenge. I will tell a random stranger guy to hide in my block. Yeah. And search about my YouTube channel too. But he won't be giving. Yeah. I will see. Aha. Japanese name. Nice to make it getting up. Great. Oh my God, this is very expensive, bro. Never cheap. Yeah, never cheap. I will tell a stranger guy. My name is It's very fine. Mundre. Hey, what are you doing, cameraman? Show me. Cameraman, show me. Don't be like that, bro. I hate it. Okay? I hate it. Hey, take a break, bro. Take a break. No break. I don't want any break. 2 very boring minutes later. So over there, schools. Yeah. Whoa, take a left. मासेको दालमा घिउ हाली खाउला पिउनलाई तेल छैन मासेको दालमा घिउ हाली खाउला पिउनलाई तेल छैन तिमीलाई छोडी सबैलाई सरप्राइज हान्थ्यो यो भाइले सरप्राइज भाइले के बोलेछ सञ्जीव भाइ तिमीले Where are we going? Yes, that's good question. Where are you going? Where are you going? Where are you going? Where are we going? Where are you going, bhai? Where are we going? What the? What the? नेपाली बोल्दा नि यस्तो हैन हामीले चाहिँ त्यो पुरा We are finally in a hotel हैन हामी त्यत्रो लेक साइडहरु घुमेर आयौं त मेरो ब्लग चाहिँ पुरै दाइहरुले भन्न थियो हैन अब त्यही हो के हुँदैन Sorry, I'm busy, man. No, I don't have enough time to bring your mobile phone. No. So, मैले आउँदा बिहान है हामी यहाँ सनराइज हेर्न आएको होइन आउन चाहिँ तर हामी आउँदा सनराइज भइसक्यो मेरो हालत हेर्नु म हामी उठ्ने बित्तिकै लुगा छटपट छोडेर आएको हो क्या खासमा गएर होइन अहिले छ तर हामी चाहिँ कुन ठाउँ हो थाहा छैन होइन तर आएको छु घुम्न चाहिँ पोखराको ठाउँ हो हामी चाहिँ पोखराको सनराइज हेर्न आएको तर सनराइज सकिसक्यो देखाइदियो त Look this man. Oh God. Damn. हिमाल त देखिँदैन त्यहाँबाट Oh God. Damn. Brother, what's that? उता छ हाम्रो बादल हामी चाहिँ धेरै नै माथि टपमा आइसकेका छौँ त्यत्रोको मात्रै त्यहाँ माथि Oh my God. Damn. So guys, we got the view of nice. हिमाल भएकोमा आइपुगेको छौँ ओपनिङ गरिरहेको छ के ओपनिङ गरेर थाहा छैन मलाई तर खतरा भिडियो So guys, here is opening our food and do the view of कति
Like, I'm not. Oh, nice. त्यत्रो गाडीमा सुतेर उठेर बसेर हामी चाहिँ बल्ल बल्ल फेरि होटल आइपुग्यौँ जस्तो घुमेर होइन एउटा मन्दिरमा छुट्याइदियो किन मलाई निन्द्रा बेस्तरी लागेको थियो गाह्रो छ किनभने पिङ्खे लाग्छ पत्ता जस्तै गाह्रो छ अब हामी रुममा जम्मै सो गाइस हामी चाहिँ फिवालेको साइडमा आएको छौँ बोटिङ गर्नेछौँ हामी बोटिङ लास्टमा हेर्छौँ है ल सबजना रमाइलो हुँदैछ उनीहरू चाहिँ हामी नजिक आइसक्यो चारो चाहियो चाड चाहिँ हाम्रो पनि उनीहरू रेस्ट टक्कर गर्नु पर्यो कस्तो ठेक्यो क्या बर्थ चाहिँ कति रमाइलो भएको रहेछ है साथीहरू हेर नभए नि चस्मा लाउने ग्याङहरू छब्री ग्याङहरू सबै दाइछ लाग्यो हामी चाहिँ ट्राभल गरेर पोखरा हामी चाहिँ चमेरोको घर हेर्न आएको है चमेरोको घर हल्ला गर्नु हुँदैन अरे हामी चुपचाप हेर्नु जानुपर्छ कृपया हामीलाई हेर्न आउनु भएकोमा यहाँहरूलाई हार्दिक स्वागत छ तर हामीलाई चलाउने काम नगर्नुहोला र भएको सभ्य र अनुशासित नागरिक बनौँ So we are ready to go inside that cave. दिलों की बाहें हम आते सालों में It's getting so scary. सबै चमेरो डाटा डाटिनु भयो नि तपाईँले सबै चमेरो हो क्या ओइ पागल सञ्जीव जे नगर भने त्यही नगर न जे नगर भन त्यही गर बोर्ड नबाल न सबै चाहिँ माछा चमेराहरू सबै So guys, welcome to my new vlog. मेरो चाहिँ तर एउटा दिदी होइन अन्त हामी म्युजियम जाँदैछौँ म्युजियमको पनि है म सुतेर यत्रो घन्टा सुत्यो होइन पछि फेरि घन्टा त नभनौँ मिनट होला कति मिनट होइन फेरि हामी पोखरामा घुम्न आएको छौँ म्युजियममा कुन म्युजियम हो भने थाहा छैन थ्याङ्क यू भनेर चाहिँ अब एकचोटि हेरौँ न भ्यूहरू तपाईँले देखाउँदै जान्छु म भ्यूहरू So International Mountain Museum. Yes, this one. Cik-cik gue. Itu nama dia cuma macam dia sama satu yang terbaik.
Museum. So let's enter. I need to submit it. भिडियो लाउड छैन है चाहिँ तलैबाट जाऊँ अनि चाहिँ फर्स्ट सुरु यहीँबाट हुन्छ भिडियो इज नट अलाउड होइन त्यसैले हामी चाहिँ फोटो मात्र In my previous video I collected some pictures from the museum and अनि हामी चाहिँ अब फेरि दिस काइन्ड अफ डकुमेन्ट्री के को डकुमेन्ट्री भन्दा चाहिँ माउन्टेन एरियाजको जस्तो लागेको थियो मलाई चाहिँ थाहा भयो ल सो भिडियो चाहिँ बनाउन मिल्छ मिल्दैन थाहा छैन भन्न सकिन्छ अरे भिडियोमा भन्दा बुढो रहेछ 3003 8011 को भिडियो हो यो होइन म चाहिँ 2009 को म चाहिँ भन्दा कति वर्ष ठुलो 6 years ठुलो होइन एक्सप्लेन अबाउट 2003 11 10 मा चढ्न लाग्यो है डुप्लिकेट भयो भने हिमाल त हो नि होइन हिउँ नभएको हिमाल हामी अस्ति मुस्ताङ हामी हिमाल चढ्न पाएनौँ नि त त्यसैले चाहिँ हामी अब यो हिमालमा चढ्न गइरहेको हुन्छौँ यत्रो अग्लो छ है यत्रो अग्लो छ हिमाल बिहान बिहान उठेर चाहिँ हामी चाहिँ शिवको दर्शन गर्न आएको शिव दर्शन सो आज हामी लास्ट हो आज हामी काठमाडौँ पर्ने तर क्लियरली देखिन्छ हामी पनि तलदेखि सो हामी खरि नै कस्तो छ भने गणेश भगवान हुन्छ त्यहाँ चाहिँ गणेश भगवान चाहिँ आफ्नो बाबाको तल हिँडिरहेको छ घुमिरहेको छ अनि यो शिवलिङ्गहरू त्यो चाहिँ डमरू यत्रो डमरू मेरो क्यामेरा पनि अडेन यसो गर्दाखेरि के बोलूँ भइरहेको छ यो बोलूँ उता माथि साइडमा हिउँ परिरहेको क्या हिमालमा उहाँ पनि यो बोलूँ रहेछ तर अरू बजेटहरू त सबै कुरा चाहिँ अब खतरा देखाएको माथि उता छ अफसोस त भन्दा माथि जान्छ एयर बोलूँ भन्दा माथि जान्छ भने जो गाइस हाम्रो चाहिँ यहाँ रेस परेर बस्नु अनि हाम्रो बस्ने जिल्ला थियो कि अनि यहाँ चाहिँ हाम्रो यस्तो माहौल भएको छ कि होइन यस्तो खुसी लागिरहेको छ कि होइन हाम्रो त्यहाँ छ क्या 3टा गाडी छ हेर्न सक्नुहुन्छ उता 3टा गाडी छ क्या पुरा पालै पिलाएको 3टा गाडीलाई होइन ल्यामलुङले ओभरट्याक क्या एउटै कम्पनीको गाडी गाइस होइन तर हाम्रो गाडीले चाहिँ ओभरट्याक हानेर जितिसकेको छ क्या त्यो अन्त कुरा उता छ 3टा गाडी गाइस होइन अनि हामीले चाहिँ ओभरट्याक हानेर नकआउट हान्छ नकआउट